नेपालकी मानव निर्मित सबैभन्दा ठुलो तालमा जाँदैछौँ हामी साथीहरू। तपाईँहरू पनि हामी सँगसँगै घुम्न सक्नुहुन्छ ल। उखु खानु छ भने यतातिर आउनु सक्नुहुन्छ। हेर्नुहोस् है, भरताल जाने बाटोमा उखुको घारी अनि छेउमै धानबारी अनि अर्को एउटा बाँस घारी पनि रहेछ ल साथीहरू। हेर्नुहोस् हाम्रो भिनाजुको क्या राम्रो दारी हो। हामी त्यो बाटो हुँदै सोल्टी निस्किँदैछौँ साथीहरू। सोल्टी बाटो सिधै छिटो पर्छ र पानी खाएको एकचोटि म त गाउँको गोठालो सहर जान पाइन खान्थ्यो होला कमला बिस्कुट मिठाई खाइन कि खान्छ कमला यो चाहिँ हाम्रो भैँसी गाईमा चराउने ठाउँ साथीहरू। हेर्नुहोस्, चौरमा आउनु सक्नुहुन्छ यसो घुम्नलाई चर्नलाई। चाहिँ हामी ड्राइभर छ यहाँबाट सिधै गयो भने सोल्टी गेट निस्किन्छ साथीहरू। यहाँबाट यता लेफ्टतिर छौँ हामी ड्राइभरसनमा। हेर्नुहोस् बाटोभरि यहाँ भुराहरू खेलिरहेछन्। ड्राइभ गरेर आउँदा चाहिँ अलिक सचेत भएर आउनु होला। अलिक सानो बाटो छ। गाई पालन गर्नलाई फार्म बनाउनु लागिरहेछन् साथीहरू। यो रोड पछाडि बरफ छ 1.5 किलोमिटर जति। बरफबाट सिधै आउन सकिन्छ। यो सिधै गयो भने हामी भरताल पुग्छौँ। त्यो धान पनि झारिसकेको छन्। हेर्नुहोस् यो परालको थुप्रो देख्न सक्नुहुन्छ। धान गाडेर पुरै सुकेर छन् बारीमै। यहाँबाट फेरि राइट दिनुपर्छ साथीहरू। हेर्नुहोस् त्यहाँ भरताल जाने ठाउँ यताबाट होला। पुरानो सोल्टी चौक यहाँबाट सिधै। केरा खेती गर्छन्, कसैलाई केरा चाहियो भने पनि यता आएर सम्पर्क गर्न सक्नुहुन्छ। केराबारी हेर्नुहोस् तराईको उतै घरि पनि लागेछ। राति आयो भने फ्रीमा चोरेर लग्न पनि सकिन्छ। अनि यतापट्टि चाहिँ भिसको रुखेरुखेहरू जङ्गल चौर गाई भैँसी चराउने ठाउँ। आएको बेला अवस्था साथी सिनखराको अवस्था सबको त आँखा बन्द भएको अवस्था आएको घुम्न जाँदा कहिले यस्तो पनि खप्नु पर्दैन। हेर्नुहोस् भरताल जाने बाटोमा सिनखराको अवस्था। तराईको ठाउँमा घुम्न गएपछि गर्मीमा पानी पनि बोकेर हिँड्नु होला साथी। हामी जिरात निस्क्यौँ। अब चाहिँ गाउँ आयो। अब हाम्रो 5 मिनटको राइड हो हाम्रो। 5 मिनटपछि भरताल एक खुसियालबाट गीत गाइदिए ल। देख्नु सक्नुहुन्छ जिरायत बजार। जिरायत बजार हेर्नुहोस् कटेर छ। भरताल प्रवेश गर्न गइरहेका छौँ। ऊ त्यहाँनिर छ भरताल। सानो काले तपाईँ साइडमा रहेछ भरतालको छोरो। यो पुलबाट अहिले लेफ्ट जान्छौँ। ध्यान दिएर हेर्नु होला। अनि रासिस हुनु पऱ्यो नि त हुँदैन। अब यहाँबाट हामी टक्क लेफ्ट लिन्छौँ। हेर्नुहोस् साथीहरू यो चाहिँ भरतालको प्रवेशद्वार। अब यहाँबाट हामी 2 मिनट जति गयो भने भरताल आइपुग्छौँ। जय जेन्जी। अब आयो भरताल। हेर्नुहोस् तालै ताल झुलो ताल राम्रो ताल भरतले बनाएको भरताल। ल हेर्नुहोस् भरताल। भरतलाई जेल हालेर हो। ए ल माछा पोखरी अब बागमती माछा पोखरी नाम। अहिले त पानी सुकेछ। अहिले पानी सुकेर पानीको सतह कम भएको छ। बर्खाको बेला चाहिँ पानीको सतह अलि माथिसम्म आउँछ साथीहरू। मान्छेहरूको घुइँचो छ त्यहाँ घुइँचो छ मान्छेहरूको।
मात्र नभएर हामीले यो भरतालले विदेशी पर्यटकलाई पनि भित्र आएको छ साथीहरू। यहाँ टिकटक बनाइरहेको दृश्य देख्न सक्नुहुन्छ। सो ब्युटिफुल। ल हेर्न सक्नुहुन्छ डुङ्गा खेल्नु छ भने आउनुहोस् होला बोट सस्तो मस्तोमा पाइन्छ। जय नाग देवता। बाट ओरिसकेका छौँ साथीहरू। आउनुहोस् मसँग भरताल घुमौँ। यो चाहिँ ढोसर पन्त हुनुहुन्छ। हाम्रो भिनाजु दिदी मम्मी आउँदै हुनुहुन्छ यताबाट। अनि यहाँ बाइक साइकल लाग्छ हराउँछ भनेर समातेर हिँडिरहेको छु साथी म। हेर्न सक्नुहुन्छ यहाँ। ल केटाहरू ल हामी भरतालतिर आउँदैछौँ केटाहरू ल। मिनी पार्क पनि छ साथीहरू हेर्न सक्नुहुन्छ। यहाँ बसेर रमाइलो गर्न सक्नुहुन्छ फ्यामिलीसँग। आइसक्रिमहरू सब खान सक्नुहुन्छ। ल हराएको बाटो खोइ कहाँ छन् कहाँ आइपुगेन। कति बेर वेट गरेर बस्ने हो। फोटो सेसन भइरहेको छ साथीहरू। फोटो सेसन साथीहरू फोटो भइरहेको छ यहाँ हेर्नुहोस्। दिदी भिना चाहिँ पोज दिँदै हुनुहुन्छ। ल नजिक नजिक अलि नजिक। होइन अरूलाई भन। अगाडि गइसक्यो देखिनुहोस्। हुनुहुन्छ हेर्नुहोस् ल। यो भन्छ यो धुम घुमाउनु घुमाउ। हामी अब गोला खान गइरहेको छौँ। बहिनी कति हो गोला? हजुर 50 दुईवटा बनाइदिनु हुन्छ। गोला बनाइदिनु हो त्यस्तो भेटेको मैले फर्स्ट टाइम हेरेँ। फर्स्ट टाइम गोला टेस्ट। खटा मिठा भन्छ कि मिक्समा मिक्स फ्लेभर कस्तो राम्रो छ त्यस्तै गरिदिनु हामी थाहा छैन। फर्स्ट टाइम चाहियो कि गोला बनाउने तरिका। गोला पनि रेडी भयो। रेडी भइसक्यो। ल समात भन्छ। म समात्छु नि एउटा त लिनुहोस् त। समात ल झरे। है साथीहरू अब हामी घोडा चढ्न गइरहेछौँ। ल रिसप चाहिँ चिज तपाईहरु फोटो खिच्नुहुन्छ है? 5 जना चढ्नु परिवारै भन्छ तपाईले। यसरी हाल गराउ न। मैले त गोदाले सक्दैन। रिसपको खुसी।
अलिकति विश्राम गरेको अवस्था साथीहरू। पानीपुरी बनाउँदैछौँ ल, खाउँ चट्ट पिरो पानीपुरी। मम्मीहरू आउनु न, भान्जीले पानीपुरी खाऊ। जसरी पानीपुरी खाऊ। आज खाउँ साथीहरू। अब हामी जान्छौँ, निस्किन्छौँ घरतिर। र अब हामी घरतिर लाग्छौँ साथीहरू। बाई बाई भरत पाल ल जाउँ। उनी त गाडी छ एक ठाउँमा। यिनी भ्लगर त्यहाँ भगलर होइन भ्लगर बनाउँदै हुनुहुन्छ। हाम्रो भान्जालाई टोयलेट लागेको अवस्था अरे, गाडीको खोजीमा हामी जाँदैछौँ। ल तपाईँहरू आउनु न, हामी निस्किएको भरतालबाट। अब एकचोटि त्यहाँको पुलमा गएर आउँछौँ। कति राम्रो पुल छ हेर्नुहोस् त, खोलामाथि पुल, बागमती पुल हो। एकचोटि त्यहाँ घुमेर आउँछौँ हामी अब। त्यस्तो त पाहाडतिर जस्तो फोर्स चाहिँ आउँदैन नि त। सुन चाहिँ छोइसकेको थियो अस्तिको पानी फेरि। हो यहाँबाट सिधै जाने उता आयो नि के बिना चाहिँ। हजुर तपाईँ यहाँबाट सिधै रोडै गएपछि अनि उयो त्यो बाटो हो। ऊ त्यो पुल हो नि, त्यो बागमती पुल हो त्यो। ऊ त्यो बागमती पुल हाइवे पुल। हाइवे नजिक छ यहाँबाट। अनि त्यही पुल पारि त हो नि सर। बाई बाई भरतताल। अब हामी लाग्दैछौँ आफ्नो घरतिर। अटो गाडी अलिक पर्खिँदै हुनुहुन्छ। यहाँ बोट खेल्न चाहनुहुन्छ भने यहाँ टिकट काउन्टर छ। हेर्नुहोस् कति ठुलो बोट, कति राम्रो बोट छ। अटो खसाएर पुगेको छौँ। निसा कता गयो, एकछिन पर्खिनुपर्ने हुन्छ। अब हामी अटोमा जान्छौँ। तिनीहरू त्यतैबाट चढ्छन् रे, त्यहाँ अगाडिबाट। ल अटो बसिसकेका छौँ। अब घरतिर ल जाउँ। मलाई भिडियोमा आउँथ्यो कि त्यही भएर। यिनीहरू त हामीसँग भेट भइसकेको छ। ल राम्रोसँग चढ्नुहोस्, उताबाट राम्रोसँग चढ्नुहोस्। दोस्रो पन्त तपाईँ बिचमा आउनुहोस्। स्ट्यान्ड हान्छ अरे त, यता बसिस्। तपाईँ बिचमा बस्नु छ, म छिटो ढिलो भइसक्यो। लेट्स गो। एउटा हवन त कहाँ गयो? ठाउँ नपुगेको अवस्था साथीहरू, ठाउँ नपुगेको अवस्था। ल हवनतलाई चाहिँ अब ल मिल्यो दिदी। चाचा उइया हामी भरततालमा घुम्न आएको छौँ। बाई बाई भरतताल। बाई बाई भरतताल। 17 हाल्नु बोलाएको 10 रुपियाँ हाल्नु के हो ठीक छ, ठीक एकदम गुड। यही गुड। तिमी यही भन। यसको स्थान यहीँ छ बिना र तल बसेको अवस्था। अहिले झापड खाएको अवस्था भएर हान्छु झापड। यही खुसियालीमा हाँसिदिनुहोस् एकचोटि ल। ल अब तिहारको बेलामा मेरो दिदीको प्रस्तुति छ हेर्नु। ल दिदी तिम्रो तर्फबाट के त एउटा प्रस्तुति चाहियो, प्रस्तुति नाचेर ल। रेडी 1 2 3 गो। दाँत फेरिदिनु। यसको दाँत किन भयो भने दाँत बनाउने बेला दाँतलाई रेस्ट चाहिन्छ कि। अब यो धेरै मुख चलाउने बिचरा रेस्ट पाएन अनि उसिटेको थियो। पाइलटको बाटोमा त पाइलटको बाटोमा यात्री पुऱ्याउँदैन भनेर बाबा
होइन अब उदाउँदै फर्किने बेला पनि सेतो गराएको अवस्था ल खोइ तपाईँलाई खराब छ तराईको दृश्य हेर्नुहोस् गाई बस्तु सरेका यो क्यामेरा सेकेन्ड ह्यान्डमा चढाएको अवस्था गोरु चढाएको अवस्था भोलि नै गर्ने बनाएको अवस्था बाबाले छोरी फकाएको अवस्था कस्तो हरियाली कस्तो महसुस भनिदिनुहोस् आमा रमाइलो भयो सबै छोराछोरी ज्वाइँ नाति नातिनासँग जाँदाखेरि रमाइलो भयो हो तपाईँलाई कस्तो व्यवहार गर्नुभयो राम्रो व्यवहार गर्नु जनता जान चाहन्छ ल अनि छोरीले तपाईँलाई कस्तो व्यवहार गरे राम्रो व्यवहार गर्नु अनि कान्छो छोराले तपाईँलाई कस्तो व्यवहार यही खुसियाले चुप्पा खाइदिनुहोस् छोरीलाई आमा मन दुखाइछ कि छैन आजको प्रोग्राममा कार्यक्रममा छैन केही मन दुखाइ छैन कोही प्रति मन दुखाइ मलाई छ मलाई के मन दुखाइछ भुइँमा बसा भनेर झापड कसले? झापड अनि बाबाले त अघि नै फकाइसक्नु भयो त मम्मीलाई खिजाउनु हुँदाखेरि झापड हान्नुभयो ल हामी शान्ति चोक आइपुग्यौँ अब यताबाट शान्त भएको साथी भयो हाम्रो अब हरिबिहा मोड सिधा जाँदैछौँ ल रवि चोक आयौँ हामी त्यहाँबाट अब थोरै छ हजार बिघा मोड त्यहाँबाट हामी सिधै दक्षिण लाग्छौँ फर्केर गाउँ छिरिसकेका छौँ हेर्नुहोस् कति रिस गर्दिस् नि आउँदा पनि मन नपरेर होला कति रिस र हामी अब आइपुग्यौँ अब ओर्लिन्छौँ अटो बाटो त्यही त ओर्लिन्छौँ भने भयो ल ओर्लिउँ मतलब ल ल ल ल ल कदे टाइम लाग्यो लागि